नमस्कार समदेश। आजकल समावेश। हजुरको नाम मेरो श्रेष्ठ अजय। अनि हजुरको स्टाफ नम्बर। 76847। हजुर हजुर अजय सर, हजुर कन्ट्र्याक्ट अनुसार नै काम गर्दै आउनु भएको छ। हजुर हजुर। हजुर हजुर टेन्सन कन्ट्र्याक्ट गरिरहेको छु। अनुसारकै स्यालेरीहरू टाइममा पाउँदै आउनु भएको छ। टाइममै पाउँछु। आउनु भएको छ है। अनि हजुरले चाहिँ खाइसाले खोजिदिएको रुममा बस्दै आउनु भएको छ कि आफै म्यानेज गरेर बस्दै आउनु भएको छ? मेरो आफ्नै रुममा बस्छ। आफ्नै सेल्फ अपार्ट छ है। हजुर। अनि कम्पनीबाट चाहिँ प्रब्लममा हुँदा हेल्प पाउनु भएको छ? प्रब्लम हुँदा हेल्प पाउँछु भन्ने बित्तिकै। हजुर हजुर। अनि हजुरको बिदा आवश्यक पर्दा बिदाहरू पाउनुहुन्छ? बिदा बिदा त पाउँछु। हजुर स्वतन्त्रपूर्वक आफ्नो ड्युटी मतलब काम गर्दै आउनु भएको छ कि कसैको दबाबमा फोर्समा काम गर्दै आउनु भएको छ? छैन त अब। स्वतन्त्र जवाब दिने कुरै आउँदैन नि। स्वतन्त्रपूर्वक हजुर गर्दै आउनु भएको छ हजुर है। हजुर हजुर हजुरको हजुर। स्यालेरीहरू ब्याङ्कमै आउँछ होला कि है? ट्रान्जेक्सन ब्याङ्किङ ट्रान्जेक्सनै हुन्छ होला। एकदमै। हजुर जाहेर कार्ड, हजुर पासबुक, हजुर। टोकन कार्ड, माई नम्बर कार्ड सबै राख्नु भएको छ आफैसँग? आफैसँग। हजुर हजुरको पर्सनल लाइफमा त्यस्तो केही प्रब्लमहरू छ र ड्युटी पछि? भन्नाले त्यस्तो भन्नाले छैन के। त्यही ड्युटी जापानमा पछि के प्रब्लम जापानमा हुन्छ? बस्दै आउँदाखेरि कुनै त्यस्तो प्रब्लमहरू फेस आउट गर्दै आउनु परेको छ र त्यस्तो केही छ? छैन छैन। छैन है। अनि ड्युटी के टाइममा प्रब्लम छ? प्रब्लमहरू? ड्युटी टाइममा प्रब्लम भने के प्रब्लम ठिकै छ, गरिरहेको छौँ, कामपाती गरिरहेको छौँ। के छ है? हजुर स्वास्थ्यमा त्यस्तो केही समस्याहरू छ र? हजुर छैन छैन। छैन है। अनि हजुरसँगै काम गर्ने स्टाफहरू कुनै इलिगल्ली काम गर्दै आउनु भएको भेट्नु भएको छ र? छैन, सबैजना स्याइन त हो, बाइटहरू हुन्छन् स्याइन सबै हुन्छन्, त्यस्तो खासै छैन। सबै लिगली हुँदै काम गर्दै आउनु भएको छ है। हजुर अझै सानो हजुरले हजुर। रिसेन्टली केही भोग्दै आउनु भएका समस्याहरू केही छन् खाइसा पर्दै गुनासोहरू? गुनासो अहिलेसम्म छैन, भएको बेला होला, हजुर सेयर होला। सम्म चाहिँ हजुर छैन। हजुर हस्, धेरै धेरै धन्यवाद हजुरको समयको लागि। आजको लागि यति नै है। फेरि जनवरी फेब्रुअरीमा नि यसरी नै भयो भने चाहिँ साथ सपोर्ट दिनु होला है। कसरी मेन्दार हुन्छ भन्ने कुरा त्यो चाहिँ अहिले फिक्स भएको छैन। अब न्यु इयर पछि नै थाहा हुन्छ है। हस्, थ्याङ्क यू अजय साम। हजुर हजुर। नमस्कार। सरी, नमस्कार। नमस्कार